Namaste and welcome back to my new blog with new channel. My channel name is My Journey Nepali blog. सबैले सपोर्ट गरिदिनु होला गाइजहरु। त्यही भन्दै आशा गर्दै म आज फेरि पनि नयाँ एउटा फर्स्ट ब्लग भनेर लागेको छु। सबैजनाले मलाई सपोर्ट गरिदिनु होला। अब के भन्न चाहन्छु भने पहिला चाहिँ मैले छुट्टै युट्युब च्यानल खोलेको थिएँ हैन। रोका 7 ब्लग वाला युट्युब च्यानल पनि छ मेरो। अहिले पनि छ। युट्युब स्टुडियो सबै त्यो युट्युब स्टुडियोहरु पनि छ। किनभने अब फेरि त्यति बेला मेरो फोन थिएन आफूसँग। अहिले मैले युट्युब करियरको लागि भनेर बाबालाई भनेर एउटा सानोतिनो फोन किनेको छु। जे होस् भिडियो क्वालिटी राम्रो आउने खालको हैन। अब एउटा गिम्बल किन्नु बाँकी छ। गिम्बल त्यो किन्छु चाँडै नै। अब यही उसभित्र किन्छु। अब एक हप्ता चाहिँ डिस्टर्ब हुन्छ मलाई। त्यही भएर म चाहिँ भ्लग बनाउँदिन होला गाइज। अनि किन भन्नुहुन्छ भने मेरो भोलिपल्ट चाहिँ एक्जाम छ। बिआरली एक्जाम। भोलिपल्ट चाहिँ म 8 क्लासमा हो। बिआरली एक्जाम छ। पहिले 7 मा हुँदाखेरि युट्युब जर्नी स्टार्ट गरेको 8 को वैशाखसम्म आनन्दले चलिरहेको थियो। 150 सब्स्क्राइबर पनि पुगिसकेको थियो। 100 क्रस गरिसकेको छु। अब मैले चाहिँ न्यू क्रिएटिभ भिडियोहरू हाल्ने टाइपको हुन्छ नि जस्तो डेली भ्लगहरू हाल्ने। तर एक हप्ता चाहिँ डिस्टर्बै हुन्छ। सो डोन्ट माइन्ड हैन। अनि के भन्न सक्छु अरु नै एउटा उम्रिरहेको बिरुवालाई पानी हालेर झन् ठुलो बनाउने टाइपको हो कि यो भ्लग जर्नी भनेको चाहिँ हैन। अब भ्लगिङ करियरमै फेरि उत्रिनु भन्ने टाइपको हो मेरो सोच चाहिँ। अब सबैले सपोर्ट गर्नुभएको छ। गरि नै राख्नु यसरी नै माया राख्नुस् हैन। हेर्न सक्नुहुन्छ। अब मेरो रुम चाहिँ हेरौँ है थोरै यतापट्टि यो थोरै आज चाहिँ थोरै त्यो हुन्छ नि त लाइटहरू झिकेर राखिदिएको छु कि किन लाइट नहालेको भन्नुहुन्छ भने हैन। तपाईँको यो छ नि यो त्यसमा चाहिँ अब म स्टेप लाइट हाल्ने सोचिरहेको छु कि किन भन्दाखेरि स्टेप लाइटले गर्दाखेरि रुमको डेकोरेसन नै चेन्ज हुन्छ के हैन। अब पहिला मसँग चाहिँ यस्तो लाइट थियो। यस्तो लाइट त्यो तिहारहरूमा बाल्ने लाइट थियो भने चाहिँ अहिले चाहिँ स्टेप लाइट किनेर जाँदैछु म चाहिँ। अनि त्यही हो। सो त्यही हो हेर्न सक्नुहुन्छ। अब त्यो लाइटहरू हाल्छु होला यहाँ माथितिर लाइट हाल्छु होला। त्यहाँ झोलाहरू छ। अनि त्यो लाइट हालेपछि फेरि नयाँ भ्लग नै आइहाल्छ। कुन टेन्सन लिनुहुन्छ हैन। लाइट हालेपछि नयाँ भ्लग आइहाल्छ। सो त्यही हो हेर्न सक्नुहुन्छ। अब तपाईको यस्तो हो के अब यो लाइट हाल्यो भने चाहिँ तपाईको रुमको डेकोरेसन यो हुन्छ नि यो सुपर ग्लुगनले टाल्नुपर्छ कि यसलाई। अनि यो उकाउँदा फेरि यो भित्ताको यो लाइक हुन्छ नि यस्तो यस्तो जान्छ कि यो पुरै जान्छ। हेर्न सक्नुहुन्छ यता गइसकेको छ। यता गइसकेको पनि छ। फेरि यता पनि गएको छ अलिअलि। हल्का फुल्का उता पनि गएको छ। अनि त्यही त हो। त्यही भएर डेकोरेसन मात्रै किन गर्ने भनेर हो कि हैन। अलिकति बनाएपछि रुममा अलिकति राम्रै बनाऊँ। अब यो बेडहरू नि हटाउँछु होला। यो बेड हटाएर यो दराज नि हटाउँछु। यहाँ चाहिँ एउटा छुट्टै अर्को दराज ल्याउनु सोचिरहेको छु मैले चाहिँ। यो स्टडी टेबल भइहाल्यो। यसलाई चाहिँ खोइ यता सार्न सकिन्छ कि कता सार्न सकिन्छ त्यो चाहिँ थाहा भएन। यो बेड है हुन्छ। नभए यसलाई यता सारिदिउँ पनि कुरा यही हो। नभए यताको बेड लिएर गयो पनि कुरा त्यही हो। हेर्न सक्नुहुन्छ। सो अब हामी जान्छौँ किचनतिर। के छ आजको खानाको परिकार। अस्ति भोक लागेको छ यार गाइज। केही छैन क्या घरमा भन्नाले अब खाना त रहेछ। खाना मात्रै त खानै मन लाग्दैन गाइज हैन। केही स्पेसल थिङ्स के स्पेसल थिङ हुनुपर्ने होइन है गाइज। सो त्यही हो। सबैलाई मैले के भन्न चाहन्छु भने एउटा भ्लगिङ जर्नीमा फेरि उत्रेको छु। फेरि साथ सपोर्ट गरिदिनु होला भन्दै आजको भ्लग निम्ताउँ कि भन्दै सोच्दै हस्त बाई बाई। सपोर्ट माई युट्युब च्यानल नेपाली भ्लग जर्नी। थ्याङ्क यू।